नमस्कार सबैजनालाई। हाम्रो स्कुल लेभलका विद्यार्थीहरूलाई म्याथ्सको सबैभन्दा गाह्रो लाग्ने च्याप्टर भनेको ट्रिगोनोमेट्री हो। आज मैले पावर पोइन्ट स्लाइडको सहायताबाट ट्रिगोनोमेट्रीलाई बेसिक टु कम्प्लेक्स गरेर सिम्पल साधारण भाषामा बुझाउने प्रयास गरेको छु। राम्रोसित ध्यान दिएर हेरेर बुझ्ने प्रयास गर्नुहोला। अगाडि बढौँ अर्को पार्टमा। ट्रिगोनोमेट्रीको स्टार्ट हुन्छ राइट एङ्गल ट्रायङ्गलबाट। यसमा हामीलाई एउटा राइट एङ्गल ट्रायङ्गल ABC दिएको छ, जहाँ पोइन्ट B मा राइट एङ्गल बनेको छ भने थीटा इज हियर एज रेफरेन्स एङ्गल। थीटालाई चाहिँ रिफरेन्स एङ्गलको रूपमा लिएको छ। अगाडि बढौँ। ओके, अब यो रेफरेन्स एङ्गल थीटाको आधारमा कुन साइडले हाइपोटेनस, कुन साइडले परपेन्डिकुलर र कुन साइडले बेस रिप्रेजेन्ट गर्छ भनेर हामी अब बुझ्नेछौँ। राम्रोसित हेर्दाखेरि थीटाको अपोजिट साइड, थीटा भनेको अब रिफरेन्स एङ्गलको अपोजिट साइडलाई परपेन्डिकुलर भनिन्छ। यहाँ परपेन्डिकुलरको काम गरिरहेको छ साइड एबीले। अब त्यसपछि कुरा गरौँ बेसको। थीटाको एडजेसेन्ट साइडलाई बीसी देखिन्छ। एडजेसेन्ट साइड भनेको बीसी हो। बीसी इज वर्किङ एज और एक्टिङ एज बेस। बीसी भनेको हाम्रो बेस हो। त्यसै गरी राइट एङ्गलको अपोजिट साइडले हाइपोटेनस रिप्रेजेन्ट गर्छ। भनेको मतलब एसी भनेको हाम्रो हाइपोटेनस हो। यो राइट एङ्गलको अपोजिट साइड हो। यो भनेको हामीले थाहा पाउनुपर्ने, सिक्नुपर्ने, बुझ्नुपर्ने ट्रिगोनोमेट्रीको बेसिक हो। यो बुझेपछि बिस्तारै स्टेप अप हुँदै जानुपर्छ। स्टेप अप हुँदै गर्दा जस्तो सुकै गाह्रो कम्प्लेक्स क्वेसन आए पनि हामी इजिली त्यसलाई सल्भ गर्न सक्दछौँ। त्यही भएर बेसिक इज नेसेसरी, इट इज अ मस्ट।